नमस्कार साथीहरू सबैजनालाई स्वागत गर्छु मेरो यस नयाँ भिडियोमा। आजको यस भिडियोमा म तपाईहरुलाई एउटा एसएमएम वेबसाइट भन्ने हुन्छ त्यसको बारेमा जानकारी दिँदैछु। अनि त्यो वेबसाइट चाहिँ मेरो आफ्नै अफिसियल वेबसाइट हो, एकदमै चिपेस्ट हो। त्यसबाट चाहिँ हजुरले आफ्नो युट्युब च्यानलको लागि भ्यू, लाइक, सब्स्क्राइब चाहिँ सबै बाइ गर्न सक्नुहुनेछ केही एकदमै सस्तो रकममा। र कसरी बाइ गर्ने त भनेर आजको यस भिडियोमा म हजुरलाई सिकाउन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु। सो गाइस हैन, अहिले चाहिँ म आफ्नो मोबाइलको स्क्रिनमा आइसकेपछि त्यसपछि गुगललाई ओपन गर्नु होला। गुगललाई ओपन गरिसकेपछि चाहिँ यहाँ सर्च हान्नु होला नवीन एसएमएम भनेर। यहाँ नवीन एसएमएम .सब भनेर सर्च हान्नु होला। जस्तै मैले हाने त्यसपछि चाहिँ हजुरको यस्तो खालको इन्टरफेस आउँछ। मेरो चाहिँ अलरेडी लगइन छ त्यसैले यस्तो देखाएको छ। यहाँ चाहिँ हजुरले धेरै सर्भिसहरू देख्न सक्नुहुनेछ। सिम्पली चाहिँ पहिला चाहिँ हजुरले यसमा लगइन गर्नुपर्ने हुन्छ है। मैले चाहिँ पहिले नै लगइन गरेको भइरहे यहाँ चाहिँ मेरो लगइन भइसकेको छ। अब चाहिँ हामीहरू कसरी युज गर्ने त यो वेबसाइटलाई भनेर सिक्छौँ। यहाँ चाहिँ म कुनै पनि एउटा सर्भिसलाई जस्तै सबैभन्दा अगाडि म ब्याक आउँछु। ब्याक आइसकेपछि चाहिँ केसको बढाउने हो त मैले भनेर सोध्छु। जस्तै म फेसबुकमा गएँ। फेसबुकमा गइसकेपछि चाहिँ कुन भिडियोको अब मैले भ्युज बढाउन चाहन्छु है। मैले चाहिँ भ्युज बढाउन चाहन्छु त्यसैले यो भिडियोको मैले लिङ्क कपी गरेँ। यो भिडियोको मैले लिङ्क कपी गरेँ है। यो भिडियोको लिङ्क कपी गरिसकेपछि चाहिँ अब म ब्याक आउँछु। ब्याक आएर फेरि त्यही वेबसाइटमा आउँछु म चाहिँ, जुन अघि भर्खरमा डाउनलोड यानि कि ओपन गरेको थिएँ। त्यसमा आएर चाहिँ म भ्युजवाला अप्सन खोज्छु। यहाँनिर हजुरले भ्युजवाला अप्सन खोज्नु होला। यहाँ चाहिँ बिस्तारै कुनै पनि हतार गर्नु पर्दैन र एकदमै चिपेस्ट र एकदमै राम्रो वेबसाइट हो यो चाहिँ। मैले पनि धेरैचोटि युज गरिसकेको छु यो वेबसाइट। अब चाहिँ हामी यहाँ खोजिरहेका छौँ हाम्रो भ्युजवाला अप्सन कहाँ छ, फेसबुक भ्युजवाला। यहाँनिर धेरै छ अप्सन। यहाँ सब्सक्राइब छ, लाइक छ, सेयर छ, वाच टाइम छ। यहाँनिर देख्न सक्नुहुन्छ फेसबुक भ्युज भनेर आएको छ। यहाँनिर चाहिँ यो सस्तो खालको रहेको छ। यो वाला चाहिँ म सिलेक्ट गर्छु है। त्यसपछि यहाँ लिङ्क हालिदिन्छु। त्यस्तै म क्वान्टिटीमा 2000 भनेर हालिदिन्छु। त्यस्तै यहाँ 2000 हालिदिएँ। त्यो चाहिँ न्यू प्लेस अर्डरमा क्लिक गरिसकेपछि यहाँ हेर्नुहोस् हजुरको अर्डर लाग्दैन किनकि हामीसँग ब्यालेन्स छैन। हामीले ब्यालेन्स एड गर्नको लागि यो माथि 3 डटमा आउँ। 3 डटमा आइसकेपछि चाहिँ यो फोन एडमा आउनु होला। त्यसपछि यहाँ एउटा क्युआर रहेको हुन्छ। यो चाहिँ खल्तीको हो। हजुरले खल्ती पेमेन्ट गर्न सक्नुहुन्छ। यदि इस्युमा छ भने मसँग म्यासेज गरेर चाहिँ इस्युमा पनि पेमेन्ट गर्न सक्नुहुनेछ। जस्तै यहाँ चाहिँ हजुरले एउटा ट्रान्जेक्सन कोड भनेको हुन्छ। ट्रान्जेक्सन कोड हाल्नु होला। त्यसपछि यहाँ चाहिँ अमाउन्ट हाल्नु होला कति हो। मैले चाहिँ इक्जाम्पल 200 भनेर हालिदिएँ। त्यसपछि यो सबमिट पेमेन्ट रिक्वेस्ट भनेको हुन्छ। यहाँनिर देख्न सक्नुहुन्छ यो एउटा वाट्सएपको आउँछ। वाट्सएपमा चाहिँ ओपन गर्नु होला। त्यसपछि चाहिँ हजुरको यस्तो इन्टरफेस आउँछ र यसलाई ओपन गर्नु डाइरेक्ट वाट्सएपमा जानेछ। वाट्सएपमा गइसकेपछि चाहिँ यसरी चाहिँ हजुरले मेसेज गर्नु होला र जुन हजुरले पेमेन्ट गरेको चाहिँ फोटो चाहिँ हामीलाई पठाउनु होला। हामीले हेर्छौँ यदि पेमेन्ट रियल हो भने हामीले एड गरिदिन्छौँ हजुरको 1 घन्टादेखि 2 घन्टाभित्र नै। त्यस्तै यहाँ लेख्नु होला हजुरले। यहाँ देख्न सक्नुहुन्छ मैले एउटा टेक्स्ट लेखेको छु। यसलाई चाहिँ म पठाइदिन्छु होइन। यसलाई चाहिँ हाम्रो सपोर्ट टिमले हेर्छ मेसेज। त्यसपछि चाहिँ ब्याक आउनु होला। केही समयपछि चाहिँ हजुरको अटोमेटिकली पैसा चाहिँ एड भइहाल्छ है। त्यसपछि चाहिँ ब्याक आउनु होला। हामी अर्डर लगाउँछौँ। अब कसरी अर्डर लगाउनु त हाम्रो चिपेस्ट एसएमएम प्यानलको सर्भिस कसरी युज गर्ने त भनेर सिक्न जाँदैछौँ। म भ्यूवाला अप्सनमा आएर त्यही वाला अप्सनलाई सिलेक्ट गरेँ। मैले चाहिँ अहिले यहाँ सबैभन्दा अगाडि लिङ्क हाल्नु होला हजुरले भर्खर कपी गरेको र क्वान्टिटी हाल्नु कति। म चाहिँ 500 अहिले 500 जति मात्रै बढाउन चाहे भ्युज। त्यसपछि प्लेस अर्डरमा क्लिक गर्नु होला। प्लेस अर्डरमा क्लिक गरिसकेपछि केही लिँक लिन्छ। देख्न सक्नुहुन्छ हाम्रो चाहिँ अर्डर सक्सेसफुली लागिसकेको छ। त्यसपछि ब्याक आउनु होला। हजुरको यहाँ अमाउन्ट पनि कटेको हुन्छ है। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ हाम्रो अब अर्डर भइसकेको छ। केही समयपछि हजुरको अर्डर कम्प्लिट हुन्छ। यदि कम्प्लिट भएन भने हामीले चाहिँ हाम्रो सपोर्ट टिमलाई चाहिँ हजुरले मेसेज पनि गर्न सक्नुहुन्छ। तर वाट्सएपको आइकन देख्न सक्नुहुन्छ। त्यही यसमै मेसेज गरेर हजुरको कुनै समस्या छ भने हामीलाई मेसेज पनि गर्न सक्नुहुन्छ है त।